हेलो हेलो गाइस, म चाहिँ अहिले नेपालमा छु। सिन्धुपाल्चोक जिल्ला गाउँ मेरो भोताङ हो। अहिले म चाहिँ बाख्रा चराउँदैछु। अनि यहाँ यसो जङ्गलमा आइसैलोहरू रहेछ हैन। आइसैलोहरू क्या मिठो मिठो रहेछ। आहा, यहाँ हेर्नु त गाइस, यति धेरै पाकेको यहाँ चाहिँ। दबाईहरू नि आउनु होला। अहिले यतिखेर चाहिँ आइसैलो भयो, कफल भयो, हरेक चिज चाहिँ फल्दो रहेछ। बाख्रा चराउँदैछ के गर्ने साथीहरू। गाउँघरको काम यस्तै हुँदो रहेछ। क्या दामी यार। बाख्रा कहाँ गयो गयो, उता गयो होला साथीहरू। बाख्रा फेरि हराउँछ कि एकछिनमै। अहिले कफल पनि देखाउँछ है तपाईँहरूलाई। ल हजुर, अहिले चाहिँ म तपाईँलाई यो फुल देखाउँछ है। यो चाहिँ नेपालको राष्ट्रिय फुल हो, लालीगुराँस। यो चाहिँ सिन्धुपाल्चोक जिल्लामा पाइने गर्छ, हरेक ठाउँमा पाउँदैन यो चाहिँ। ल हेर्नुहोस् है, क्या बास्ना आउँदो रहेछ। यो चाहिँ मेरो गाड छेउमै हो। यस्तो छ हाम्रो गाड छेउमा चाहिँ। पक्का रोड त छैन, कच्चा रोड हो। के गर्ने, अब नयाँ सरकार आउनुभयो, अब चाहिँ पिच रोडहरू आउँछ कि भनेर आशा गर्दछु। हेर्नुहोस् हेर्नुहोस्, यो चाहिँ कपालको रुख हो। यसरी पाइएको छ, यसरी पाइएको छ। तर खान त मन लाग्यो, तर रुखमा चढ्नै सक्दैन, छोडिदियो अहिले। सानो सानो रुखमा पनि धेरै पाइन्छ। यस्तै हो गाउँघरमा। तपाईँहरू पनि घुम्न आउनु होला।